गाइज नमस्ते। आज चाहिँ हामी यहाँ यता आमाको घरमा चाहिँ तोरीको साग टिप्न आएको छौँ। आज यहाँ चट्ट लाएर पेट पनि कत्रो देखेको मेरो त। लुङ्गी र टी सर्ट लाएर आएको छौँ। कस्तो देखेको छ सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला ल। लुङ्गीमा कस्तो देखियो हामी दिदी बहिनीलाई एकचोटि भनिदिनु ल। आमाले चाहिँ त्यहाँ साग टिप्नु भएको छ। हामी चाहिँ अब जाँदैछौँ भोगटे साँधेर खानको लागि। ठुलो भोगटे साँधेर खान गइरहेछौँ। तपाईँहरू पनि आउनु होला खानलाई। कति राम्रो भएको कि मकै है। आमामामा यस्तो छ साथीहरू। यो पिलुवातिरको यो आरुसिन अगाडि हिँड्छे। अगाडि हिँड्छे यहाँ मकैको ऊ हेरेर टलक्कै छ मकैबारी। खारा पारेर तेर्सो पारेर कस्तो रमाइलो भयो। आउ कि भिडियो बनाउँदै तेर्सो देखे कति राम्रो आएको छ। राम्रो कस्तो रमाइलो हेर्नु। उता हेर्नु न उता यो मकैको झार है। हामीले पाहाडतिर त पुरै खन्थ्यौँ कि यो मकै पुरै खन्थ्यौँ। यतातिर त झार मार्ने दबाई हाल्ने रे। झार मार्ने दबाई हाले पनि मकै मर्दैन क्या। झार त मर्ने है। मकै मर्दैन कि खालि झार मात्रै मर्ने। लुङ्गी टी सर्टमा छ गाइस कस्तो हेरिएछ मगर्नीलाई। लुङ्गी टी सर्टमा कस्तो हेरिएछ हेरिदिनु होला। लाइक कमेन्ट सेयर गरिदिनु होला। ओ माय गॉड। बाइ पेकी गाबा ढिँडो खाने हो आज। ए ल अलि राम्रो गोबर टिपेकी ल। यो ठुलो गोबर टिपेकी न कस्तो राम्रो। आज मजाले गाबा टिपेको उस गरेर खानुपर्छ मिठोसँग। ढेँडो खान मन लाग्छ है। कति आँटो खान मन लाग्छ मलाई ढेँडो भन्दा पनि। आँटा र ऊ मिलाएर खानुपर्छ के मिठो हुन्छ। आँटा र मकैको पिठो मिलाएर खाने हुन्छ नि कस्तो राम्रो हुन्छ। चिप्लो हुन्छ के। आँटा मिसाएर खान पर्ला। पुग्छ होला है हामीलाई एक छाक त। अस्तिको पनि छ हो रुममा। अस्तिको गाबा पनि यसमै मिसाइदिउँला कि। अनि यसको गाना खाँदैनन् आरुसिनले। गाना पनि त त्यो कति थोरै रोपेको त पिँडालु पनि है। छ्या यस्तो राम्रो गाबा के आमा। यस्तो गाबाहरू छ है यहाँ। कस्तो कति त लिएर आउनु देखाऊ। यति धेरै छ। आज ढेँडो खान्छौँ है साथीहरू हामीले यो गाबासँग। यदि तपाईँहरूले पनि ढेँडो खाने हो भने रोशनीसँग सम्पर्क राख्नु होला। मिठो ढेँडो मिठो मोमो चिकन मोमोहरू खान मन लाग्यो भने मलाई सम्झिनु होला। म पठाइदिन्छु सबैजनालाई। फ्रीमा होइन होम डेलिभरी पनि व्यवस्था छ। तपाईँहरू सम्पर्क गर्नु म दन किनेर के अरे बनाएर तपाईँहरूको घरसम्म चाहिँ पठाइदिन्छ। भोगटे खान पर्यो अब टिपेर। भोगटे ल न अर्को टिप्ने अलि ठुलो भयो त हुन्थ्यो। ओ वहाँ माथि रहेछ कति ठुलो छ त्यहाँ। आरुसी ओ नि माथि रहेछ ठुलो। आऊ त टिप। घर लानलाई त वहाँ लानलाई नि टिप एउटा दुइटा। ऊ त्यहाँ माथि रहेछ ठुलो हेर कि त। ऊ त्यहाँ हो त्यहाँ बाहिर जाने ओ त्यहाँ कस्तो उसले हाने कि एउटा लट्ठीले घोचे कि। यस्तो गरेर घोच्यो भने फुट्ट झर्छ कि भाँचिन्छ। साथीहरू भोगटे खाम भनेको यहाँ घोच्ने कुरै पाइनु अहिले केटाहरूले। यो के यो त्यो हो त्यही हो। केही नि हुन्न अहिले खामला त्यही ठुलो यो। अब झरेन। आउच सबै रुखै मै माथि झारिदिल्यो। कति सानो रुखमा पनि यस्तै फलेको त हो। फल झर्दै झर्दैन त भाइ। माथि चढ्ने हो भने भाँचिन्छ रुखै। ठेलेर राखेको हुन्छ। औ झरे
अर्को उयो एउटा झार लान भने नि हो कति ठुलो आमा यो त कस्तो राम्रो भोगटे देखा कि कस्तो राम्रो फलेको भोगटे साथीहरू खाने भाइ आउनु है सबैजना भोगटे